हाम्रा केही साथीहरू यस्ता पनि छन् जोसित हामी आफ्नो हृदय पोखाउन सक्दैनौँ। तिनीहरूले हाम्रो पीडा कष्ट बुझ्न सक्दैनन्। हामीले महसुस गर्ने चोट दुःख वा तिरस्कार तिनीहरूले महसुस गर्न सक्दैनन्। हामीले आफ्नो हृदय पोखाउँदा कहिलेकाहीँ आफ्नो सबै घनिष्ठ साथीहरूले पनि हामीलाई गलत प्रकारले बुझ्न सक्छन्। हामी जस्तो सुकै कष्ट भएर गइरहेका भए तापनि, जस्तो सुकै परीक्षा सामना गरिरहेका भए तापनि, यसो मात्रै हाम्रो यस्तो साथी हुनुहुन्छ जसलाई हामी सधैँ आफ्नो हृदय पोखाउन सक्दछौँ। वास्तवमै उहाँले हामीलाई भन्नुभएको छ, हे मेहनत गर्ने र बोझले दबिएका हो मका आऊ, म तिमीहरूलाई विश्राम दिनेछु अनि म तिमीहरूको प्राणलाई आराम र चेन र ताजापन दिनेछु। मत्ती 11:28 यसरी लेखिएको छ। केही साथीहरू यस्ता पनि छन् जो अति व्यस्त रहेकोले हामीलाई सहायता गर्न सक्दैनन्। हाम्रो स्वर्गीय साथी हाम्रो सधैँ ख्याल राख्नुहुन्छ। हामीलाई रात दिन रखवारी गर्न उहाँको आफ्नो पवित्र स्वर्गदूतहरू खटाउनुहुन्छ। उहाँ आफैले नसुतिकन अनि नथाकिकन आफ्नो नजर हामी माथि राख्नुहुन्छ। आमेन। मलाई मनपर्ने किताबबाट केही कुरो रेकर्ड गरेर सबै साथीहरू सामु पुर्याउँदैछु है त।